हेलो गाइज वेलकम टु माई न्यू च्यानल। सो गाइज सबैजनाहरू सन्चै आरामै हुनुहुन्छ होला। हामी एकदम फिट एन्ड फाइन छौँ है। आज चाहिँ अहिले चाहिँ हामी गोदावरी पुगिसक्यौँ अनि ऊ चाहिँ भेसु मेरो साथी ऊ चाहिँ होइन। अनि हामीहरू चारजना छौँ। उता मिनाजु र एउटा दाई हुनुहुन्छ। अनि अहिले चाहिँ खाजा खाँदैछौँ हामी। बिहान नास्ता यसो चिया खाँदैछौँ। अनि हामी चाहिँ आज हाइकिङ जाँदैछौँ। यो चाहिँ कुन ठाउँ? गोदावरी। ट्याक्क हामी गोदावरी चाहिँ आइपुग्यौँ। गोदावरीको बस्दाहरूको यो चाहिँ। अनि यहाँ चाहिँ हामी स्कुटी अब अलिकति माथिसम्म अलिक धेरै त छैन, हल्का माथिसम्म गएर स्कुटी चाहिँ पार्किङ गर्नेछौँ। पार्किङ गरेर चाहिँ हाम्रो हाइकिङ सुरु हुनेछ। हाम्रो के भन्छ फुलचोकी है नाम? फुलचोकी चाहिँ हाम्रो हाइकिङ छ। अनि यहाँ चाहिँ अलिकति पानीहरू के किन्न बाँकी छ, त्यो चाहिँ किनेर हामी चाहिँ अब लागिहाल्छौँ है एकछिनमा। अनि चिया बन्दैछ चाहिँ। अनि हामीहरू चाहिँ बसेर यसो गफगाफ गर्दैछौँ है त। खुवाएर चाहिँ एकछिनमा हाम्रो हाइकिङ स्टार्ट हुन्छ माथितिर। अनि मिनाज चाहिँ अन्डा खाँदै हुनुहुन्छ। अन्डा खाएर बनाएको ज्यानहरू खतरा भइसक्यो मिनाजु है। ल हाम्रो चाहिँ रेडी भइसक्यो खाजा। अब चाहिँ हामी चिया चना खाइसक्यौँ। अब चिया खाएर लाग्छौँ है त माथि। हेलो गाइज, अनि हामी चाहिँ के भन्छ स्कुटीहरू पार्किङ राखेर अब चाहिँ हामी हाइकिङ हाम्रो स्टार्ट भयो है यहाँबाट। यो चाहिँ गोदावरी भन्दा साइड माथिल्लो साइडमा हो यो चाहिँ अब। अनि अहिले चाहिँ बिहानको 7 बजिसक्यो होला अहिले चाहिँ। अनि अब चाहिँ हाम्रो हाइकिङ स्टार्ट हुन्छ। अनि त्यो माथिको डाँडा होइन हामी जाने? ल ऊ माथिको डाँडा हो है। ठ्याक्कै मजा आइरहेको छ। अलि माथिसम्म पुगेन नि मजा आउँछ अहिले। रुन्न खुट्टा कस्तो दुख्छ। हेलो गाइज, हेलो हेलो। मलाई गाउँको याद आइरहेको छ है। गाउँतिर यस्तो छ अहिले कुदा जाने त हाम्रो गाउँतिर एकचोटि एकलट हामी चारजना मन्थली पुग्नु पर्दैन। माथि थान्छ कि राम्रै छाप होइन त मिनाजुको गाउँको? हाम्रो गाउँतिर नि जम्ला नि त मिनाजु। सेनापति गाउँपालिका हामी थाहा छ। सेनापति स्क्वाड हालेको जस्तै भयो। गाइस भइसक्यो हो। कतिमा जाने हो यहाँ भन्दा यार पसिना। हेलो गाइस, एकछिन अहिले चाहिँ हामी यो फुलचोकी हाइकिङमा छौँ होइन। एकदम मलाई त गाह्रो भइरहेछ। त्यो लेक एकदम दुखिरहेछ। 2 वर्ष पछिको हाइकिङ हो मेरो चाहिँ। उसको चाहिँ 2 हप्ता पछिको हाइकिङ। ल कडा आयो कडा। के भनेको त्यो मैले त बुझिनँ है।
हाँस्न पनि मिलिरहेको छैन अनि यो खुट्टा दुख्दो रहेछ क्या धेरै लेगको एक्सर्साइज एकदम बल हुँदो रहेछ। हिँड्दा हिँड्दा गाह्रो भइसक्यो गाइज। मजा आइरहेको गाइज। काठमाडौँमा फर्स्ट टाइम हामीहरू हाइकिङ है। काठमाडौँ ललितपुर हो यो, ललितपुर एरिया भन्छ यसलाई। काठमाडौँ ललितपुरमा चाहिँ मेरो फर्स्ट हाइकिङ हो यो चाहिँ। अन्त गाउँतिर भएपछि त कहिले कसै भइहाल्यो। अब यो चाहिँ काठमाडौँमा अनि हाइकिङ जम भनेर उसले चाहिँ एकदम फोर्स गरेर मरिहात्ते गरेर अनि यसो हाइकिङ आइदिएको। लास्ट गाह्रो हुँदो रहेछ लाइफको फर्स्ट एक्सपिरियन्स। यति बेला हेर यतिसम्म झ्यालबाट घाम लागिहाल्थ्यो होला रुममा, अहिले कहाँ छु म। हामीभन्दा अगाडि मिनाजु हामी यता डल्ल उता मिनाजु रातोपिरो भइसक्यो। पसिना देख्न सक्नुहुन्छ हेर्नु। जय श्री राम हनुमानजी। पसिना लामाको छोरो भएर जय श्री राम। So guys, it's Pesu heading towards Fulchaki. अनि आजको भ्यू पोइन्ट डेस्टिनेसन
ओ माई गॉड पच्चप एकदम गुड दामी भइरहेछ भन जस्ट 2 शब्द दुई शब्द के भन्दाखेरिमा पुलचोकी चाहिँ हजुरहरू पनि तपाईँहरू पनि आउनु चाहनुहुन्छ भनेपछि हामीहरूलाई पनि ल्याएर आउनु होला हाम्रो ल्याएर चाहिँ रमाइलो हुन्छ हेर्नु टक्क भ्लग बनाउन पाइन्छ अनि मजा आउँछ अरू के भनौँ कस्तो लागिरहेको कति ठोकाइ लागिरहेको थकाइ त हेर्नु यो लेकको यो छ नि यो तल्लो भाग यो तलको यो भाग चाहिँ यस्तो दुखिरह पुरै छोडिदिनु तपाईँहरू हाइकिङ आउनुहुन्छ भने सधैँ आउनुपर्छ हेर्नु हप्तामा 2 दिन 1 दिन मिलाएर होइन हाइकिङ दिनु पर्यो शुक्रबारदेखि शनिबारसम्म धोबी काम हान्ने के अरे सन्डेदेखि फ्राइडेसम्म अनि स्याटरडे चाहिँ एक दिन मजाले हिँड्ने गाइस स्वास्थ्यको लागि पनि धेरै फाइदा हुन्छ स्वास्थ्यको लागि फाइदा शनिबार बस्यो भने यति बेलासम्म पात्दै सुत्दै हो चाकामा घाम लाग्दासम्म सुत्दै भन्ने एउटा छ नि त्यस्तै हो त्यही भएर हिँड्नु पऱ्यो गाइस राइट कस्तो कस्तो ठाउँ हुन्छ यार Let's go guys. Come on. Hello guys. यसै जाऊ अगाडि जाऊ फटाफट निस्क्यो पालै पालो जस्तै देखाउ न द्वारबाट निकालेको निस्केको देखाउ न ल रुख पनि देखाउ मजाले डाउन गरेर हेर केटा रुख कस्तो छ ओहो फाइनली गाइज हामी चाहिँ अब यो फुलचोकी चाहिँ माथि अब आइसकेको छौँ आइपुग्नु लाग्यौँ अब थोरै छ धेरै छैन अनि त्यही हो अब हामी घुम्दैछौँ अलिअलि भिडियोहरू भइरहेको छ होइन के सोचेको थिएँ जिन्दगीमा के भयो आज अनि फुल भए सिउरी दिँदै फुलको बास्ना जस्ती तिमी त्यसरी थाहा छैन लालीगुराँस चाहिँ सबै टिपेर है सब भ्याइसकेका रहेछन् क्या यहाँ चाहिँ अब चाहिँ काफलहरू हुँला काफलहरू चाहिँ भएर चाहिँ आउनुपर्छ है अनि तिम्रा यादहरू बिर्साउन उकालीका थुम्काहरूमा सास फुलाउँदै चढ्दै गर्दा पनि तिम्रै यादले सताएको यो चरीले देखेको छ यो उज्यालोले देखेको छ यो वनका सुनसान पन्धरा पुञ्जहरूले देखेको छ तिमीले कहिले देख्ने माया मलाई क्या खतरा सुनाइदिरहने गाइस हेर हामी कस्तो खिचेर छिरिरहेको छ ओडार जस्तो छ बाटो त डेन्जर रहेछ गाइस एउटा मुसो त दुलाउँ छिरे जस्तो गरेर छिर्नु पर्दो रहेछ फुलचोकी डाँडा आउँदाखेरि जस रमाइलो छ चिसो हावा छ हावा डङ हावा लागिरहेछ होइन मजा आइरहेछ फाइनल्ली हामी आइयो विशु भाइको करकापमा बाटो हेर गाइस कस्तो छ बाटो साथमा बियर भयो धन्चिर हुने रहेछ हेर केटा बाटो कस्तो छ बाटो हेर म कसरी हिँडिरहेको छु है लडबडाउँदै हिँड्नुहुन्थ्यो समय छ भर्याङ सऱ्याङ केही छैन
हामी आएको छु प्रकृतिको काखमा। जम्मा 10-15 हजार मात्र हो, छैन कुनै लाखमा। बनाउँदा बल्ल मिल्यो यार। कस्तो लाग्यो गाइज? हेर्छमै त्यस्तो रहेछ मलाई पनि होइन। बबाल लाइक कमेन्ट फलो सब्सक्राइब यस्तो छ ठोक्ने रिपोस्ट। के गर्ने गाइजहरू बुढो भएर चौरी पर्न थालेछ। चौरी देखिरहेछ होइन, गाह्रो छ जिन्दगी हुने कुरो यस्तै हो। पानी परि चटपटे, आज खायो भोलि छटपटे। के छ केटा हो एकदम बबाल। तिम्रो लागि फुल मैले कत्रो दुःख गरेर टिपेर लिएर आएको। अर्को नै यता लाली गुराँस तिम्रो लागि भनेर टिपेर लिएर आएको। यता ल हेलो गाइस, अहिले चाहिँ हामी यो पुल चौकीमा हामी यहाँ पुगिसक्यौँ। अनि पुगेर चाहिँ अलिअलि दुई चारवटा भिडियोहरू बनाएका छौँ। अनि अब हामी यहाँबाट एकछिनमा खाजा खाएर फर्किन्छौँ। कस्तो लाग्यो तपाईँहरूले? दामी छ ल, यता टावर पनि दामी छ। अब चाहिँ हामी एकछिनमा निस्किन्छौँ है त। माई गॉड, सो ब्युटिफुल। यस्तो राम्रो राम्रो ठाउँ छ नेपालमा, किन जाने विदेश होइन त? हाम्रो झोला पछाडि छ होला है, यस्तै लागिरहेको छ मलाई। ल गाइस, अहिले चाहिँ हामी अब यहाँ घुमेर चाहिँ सक्यौँ। अनि अब चाहिँ हामी जान्छौँ, अब एकछिनमा जान्छौँ होला। सक्यो भनेर बो गरेको कराउँदै गराएन। हेत्तेरिका हेलो गाइज, अनि हामी चाहिँ पुलचोकी माथि घुमेर चाहिँ भ्याएर अब चाहिँ हामी फर्किँदैछौँ। गोदावरी, यो चाहिँ गोदावरी। अहिले अघि गएको चाहिँ हामी अर्को बाटो, यो चाहिँ अर्को बाटो आयौँ। अब कहाँ पुग्छ बाटो खोइ, गोदावरी भन्दै थियो तर अब खोइ हेरौँ गोदावरी पुग्छ कि कता पुग्छ। हजुर बाटो त यता होला नि, सिडी त यता छ, यता होस् ल।
गुराँस यहाँ पनि छ त गुराँस गुराँस पनि यहाँ पनि रहेछ ल अब हामी चाहिँ फर्किँदैछौँ हाम्रो चाहिँ